के काङ्ग्रेस फुट्नै लागेको हो र कि यो शक्ति सङ्घर्षको उच्चतम बिन्दु मात्र हो? किन नेपाली काङ्ग्रेसमा पहिलो र दोस्रो पुस्ताका नेताहरूले गगन थापालाई स्वीकार गर्न सकेनन्? राजनीतिक सकिने डर मात्र हो कि अथवा आफ्नो असफलता स्वीकार गर्न नसक्नुको परिणति हो? म आज यिनै प्रश्नहरूको उत्तर खोज्ने प्रयास गर्नेछु। भिडियो अन्तिमसम्म हेरिदिनु होला र मन पर्यो भने लाइक, कमेन्ट र सेयर गर्न नबिर्सिनु होला। 2003 सालमा स्थापित नेपाली काङ्ग्रेसको इतिहास सामान्य भने पक्कै छैन। गुट, फुट र नेतृत्वमाथि निरन्तर प्रश्न र दबावको वरिपरि घुम्छ। यीमध्ये नेपाली काङ्ग्रेसको ब्युटी अथवा सुन्दरता भनेको विद्रोही आवाजहरूलाई सुन्ने, पचाउने र यसलाई स्वीकार्नेसँग सम्बन्धित छ। जसरी एउटा मानव आफ्नो पहिचान र मूल्यसँग सम्बन्धित रहेर बाँच्छ, त्यसै गरी नेपाली काङ्ग्रेसको जीवन पनि मुख्य रूपमा दुई किसिमले नेपालको राजनीति इतिहासमा बाँच्दै आएको छ। एक यसको नमेटिने सङ्घर्षपूर्ण इतिहास र अर्को भनेको डेमोक्रेटिक भ्यालुज अथवा प्रजातान्त्रिक मूल्य। काङ्ग्रेसलाई राष्ट्रिय दल मात्र होइन, राष्ट्रिय शक्तिको रूपमा घरायसी राजनीति र अन्तर्राष्ट्रिय समुदायले पत्याउने अथवा मान्ने कारणहरू पनि यिनै हुन्। तर वर्तमान अवस्थामा एउटा गर्विलो प्रश्न उठ्छ। राष्ट्रिय राजनीतिमा वैकल्पिक प्रजातान्त्रिक धारको रूपमा रासोपाको जबरजस्त उपस्थिति र नेपाली काङ्ग्रेस पार्टीको आन्तरिक कलहले काङ्ग्रेसलाई कहाँ पुर्याउला? के यी जटिल कारणहरूले नेपाली काङ्ग्रेस पार्टीलाई भारतीय राष्ट्रिय काङ्ग्रेसको अवस्थामा पुर्याउँछ अथवा नेपालको राजनीतिक इतिहासमा पुनः जबरजस्त उपस्थिति भएर आउँछ? तर मुख्य तीन कारणले अझै पनि नेपाली काङ्ग्रेसको राजनीतिक जीवनको आशा अझै जीवित छ। पहिलो हो नेपाली काङ्ग्रेस पार्टीमा युवाको जबरजस्त विद्रोह र उपस्थिति, र दोस्रो कारण हो रासोपा पार्टीभित्रको शक्ति सङ्घर्ष अर्थात् बालिन र रवि बीचको शक्ति सङ्घर्ष, र तेस्रो हो कम्युनिस्ट पार्टीहरूमा आम नागरिकको विकर्षण, विशेष गरी युवा जमातको विकर्षण। तर नेपाली काङ्ग्रेस पार्टीको आन्तरिक कलहले पार्टीभित्र मात्र होइन, नेपालको राष्ट्रिय राजनीतिमा पनि एउटा ठुलो असर पार्छ। नेपाली काङ्ग्रेस पार्टीको विशेष गरी संस्थापन इतर पक्षको पछिल्लो गतिविधिले आम मानिसमा र विशेष गरी नेपाली काङ्ग्रेस पार्टीको कार्यकर्ता बीचमा एउटा ठुलो दुविधा सिर्जना गरेको छ। के संस्थापन इतर पक्षको गतिविधि संस्थापनलाई गलाउने रणनीति मात्र हो कि अर्को पार्टी सिर्जना गर्ने अथवा निर्माण गर्ने बाटोको खोजी हो? अब हेरौँ, के साँच्चै नै पार्टी फुट्यो भने नवनिर्मित पार्टीको हालत के हुन्छ? के नवनिर्मित पार्टीले पार्टीभित्रका आम युवा कार्यकर्ता र आम जनसमुदायलाई आफूप्रति आकर्षित गर्न सक्छ त? कि माधव नेपालको पार्टीको हालत हुन्छ? अर्थात् पार्टी फुटाउने दुस्साहस गर्ने नेताहरूको राजनीतिक भविष्यको कुरा छोडिदिनुहोस्। के लोकतान्त्रिक इतिहास, लोकतान्त्रिक आन्दोलनलाई योगदान पुर्याएको इतिहासमा मात्र सीमित हुने त होइन। तर यति चाहिँ सुझाव दिउँ, 15औं महाधिवेशनलाई आफ्नो शक्ति स्थापित गर्ने र पार्टी एकता गर्ने महाधिवेशनको रूपमा स्थापित गर्नुहोस्। नत्र एउटा नागरिकले पाउने अधिकार उहाँहरूलाई छँदैछ, पार्टी फुटाउने र संस्थापनलाई घुर्की देखाउने अथवा गलाउने प्रयास गर्ने। तर यहाँ एउटा गम्भीर प्रश्न उठ्छ नै। बिपी कोइराला, गणेशमान सिंह र महेन्द्र नारायण निधिहरूले उहाँका सुपुत्रहरू शशाङ्क कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई स्वर्गलोकबाट के आशीर्वाद दिनु होला? उहाँहरूले भन्नु होला त, स्याबास छोराहरू, तिमीहरूले ठिक गर्यौ। अर्थात् कि उहाँहरूले ठुलो पश्चाताप मान्नुहुन्छ आफ्नो वंशप्रति? हो, उहाँहरूले दिने आशीर्वाद हामी सामान्य ढङ्गले अनुमान भने पक्कै गर्न सक्छौँ। तर उहाँहरूले सपनीमा आएर उहाँका सुपुत्रहरूलाई के भन्नुहुन्छ हामीले कसरी जान्नु र? बुझिन मैले, बुझाइदेऊ कसैले।